आफूले काम गर्न नहुने हुँदा चाहिँ कति नै गरम गरम लाग्छ भने नि गाइस। र आजको ब्लगको सुरुवात चाहिँ म पिठो खुन्दै गरेकोदेखिबाट सुरु गर्दैछु। यहाँ चाहिँ मम्मीले बडा चामलको पिठा बनाउनुहुन्छ, दिदीले चाहिँ यहाँ चाहिँ हालिदिनु हुँदैछ। अनि यहाँ चाहिँ अहिले बर्माले पिठा बनाइदिनु हुँदैछ। मम्मीले सक्नु भएन उठाउन भाँचियो र यहाँ बर्माले गर्नुहुँदैछ। बर्मा चाहिँ एकदमै पर्फेक्ट हुनुहुन्छ पिठा बनाउनमा। अनि मलाई नि कति बनाउनु मन लागेछ नि के भन्नु, तर गर्न सकिँदैन अहिले। र अब म चाहिँ पछि गर्छु भनेर सोचिसकेको छु है। मलाई चाहिँ यो सब गर्नलाई बहुतै राम्रो लाग्छ। र यहाँ बिचमा चाहिँ नरिवलको पुर दिनुभएको छ, नरिवल र गुड अनि इलाइचीको पाउडर। यता चाहिँ म माफ्लर गाडीमा बेरेर हेर्दैछु कतिको साइजको चाहिन्छ। यो बनाउन बसेको 1 हप्ता भइसक्यो। बनाउँदा बनाउँदा मेरो मुन्टै चुडिसक्न आँट्यो। तर यो माफ्लर चाहिँ कहिले बनिन्छ ठिक न छैन। र यहाँ चाहिँ दिदीले बनाउँदैछ माला रोटी। म चाहिँ जान्दिनँ त्यति राम्ररी बनाउन, दिदीले चाहिँ एकदम राम्ररी बनाउँछ, मम्मीको जस्तै बनाउँछ कि गोल गोल। घरमा दिदी हुँदा चाहिँ म खाना पकाउने काम चाहिँ म प्राय गर्दिनँ, दिदीले नै गर्छ, दिदी र मम्मी गरेर गर्नुहुन्छ। रोटी बनाइसकेर साथैमा दिदीले खिर पनि बनाउँदैछ। र यहाँ चाहिँ इलाइची भरभरकै हाल्दैछ। मलाई चाहिँ इलाइची धेरै नै मनपर्छ है। यो सालको माघे सङ्क्रान्ति चाहिँ हामीले यसरी नै सेलिब्रेट गरेका थियौँ। नेक्स्ट दिन चाहिँ हामी गएका थियौँ क्याम्पसतिर। त्यहाँ चाहिँ हाम्रो बारीमा तोरी लगाउनु भएको रहेछ र यहाँ त्यहाँ हेर्न गएका थियौँ। र साथैमा मेरो साथी पनि आएको थिइन् माइत, उसँग नि भेट भयो। बहुत टाइम साथमा बितायौँ र रेस्ट पनि बनाएका थियौँ। यहाँ चाहिँ हामी बानैबान जाँदैछौँ पुराना कुराहरू याद गर्दै। समय चाहिँ कहिले कसैको लागि रोकिँदो रहेन। त्यो दिन चाहिँ यति नै इन्जोय गऱ्यौँ भने नि, बगडी झार्यौँ, बगडी खायौँ। र अहिले चाहिँ हामी बानतिर जाँदैछौँ पुरानो मेमोरिजहरू ताजा गर्दै। यता चाहिँ हामी माने अगाडि चाहिँ हामी बस्थ्यौँ नि त, र यतै हामी कुराहरू गर्दै हामी चाहिँ एकछिन हिँड्न गएका थियौँ। यता चाहिँ मैले बाबुलाई पनि लिएर गएको थिएँ, दिदीलाई दिगदार दिन्छ भनेर। घाम अस्ताउने बेला पनि भइसक्यो र तर मलाई घर चाहिँ जान मन लागेको छैन। आफू जन्मेको ठाउँ कहाँ छोडेर जानु मन लाग्छ होइन। हुन्छ त गाइस, आजको ब्लग चाहिँ म यतिमै एन्ड गर्दैछु। थ्याङ्क यू फर वाचिङ, किप सपोर्ट एन्ड लभ, बाई।